कि हाम्रो भारतीय संस्थाको अधिवेशनको यात्रा त्यहीँबाट प्रारम्भ भयो र त्यस पछाडि हाम्रो अरू भारतीय संस्थाहरूको अधिवेशन हुँदै गयो। यही क्रममा आज हाम्रो नेपाल लोकतन्त्रवादी आदिवासी यात्रु लिम्बू सङ्घको जुन अधिवेशन सम्पन्न हुन गइरहेको छ, म आगामी उत्तमलाई र सिङ्गो कमिटीलाई धन्यवाद दिन चाहन्छु। आज तपाईँले विगतको सत्र पनि भव्य गर्नुभएको छ। मलाई सबैभन्दा यसको चित्त बुझ्दो लाग्यो, अरूमा दुर्लभ कुराहरू छ, यति महत्त्वपूर्ण विषय विचारहरू आएका छ, यो मध्ये एउटा महत्त्वपूर्ण कुरा भएको छ। आज तपाईँहरूले त्यसरी लिम्बू सङ्घले गरेको अधिवेशनलाई नै पनि वक्ताहरू मात्रै भयो कार्यक्रममा प्रस्तुतिको हिसाबले पनि समावेश गराउनु भएको छ। यहाँ राई छ, यहाँ थारू छ, हिमाल छ, तामाङ छ, सबैलाई समावेशी बनाएर जे पनि अभिव्यक्त गर्नुभएको छ, यो एकदम प्रशंसनीय छ। म तपाईँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। भोलि तपाईँले अधिवेशन सम्पन्न गर्नुहुन्छ। अधिवेशन सम्पन्न गरिसके पछाडि लिम्बूहरूको समुदायको बिचमा नेपाली कङ्ग्रेसको विचारलाई पुर्याउने सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी हाम्रो छ भन्ने ठानेर यहाँको नेतृत्व हाम्रो बारेमा सर्छ। हामी लिम्बू समुदायका बिचमा के विषयको कुराकानी भइरहेको छ, छलफल भइरहेको छ, काङ्ग्रेससँगका मागहरू के छन्, अपेक्षाहरू के छन्, सुझावहरू के छन्, हामी तपाईँहरू माथि सुन्न चाहन्छौँ। र हाम्रा कुराहरू के छन् त्यो पनि समुदायमा तपाईँहरू माथि पुर्याउन चाहन्छौँ। त्यसका निम्ति यो सङ्गठनलाई सशक्त बनाउनु पर्नेछ, तपाईँहरूले बनाउनु भन्ने विश्वास छ। अघि नै अर्जुनले एउटा विषय चर्चा गर्नुभएको छ कि नेपालको यहाँभित्रको प्रजातान्त्रिक आन्दोलन, खास गरेर प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने नेपाली कङ्ग्रेस पार्टीको निर्माणमा यो समुदायको धेरै ठुलो योगदान छ। 2007 सालको जनक्रान्तिको बेला अघि नै हामीले एबी राजनीतिको चर्चा गऱ्यौँ। त्यो चर्चा गर्ने लिस्ट अहिले पढ्यो भनेदेखि के लामो लिस्ट हुन्छ। किन लामो लिस्ट हुन्छ? यहाँ सम्पत्ति बारे हुन्छ, सम्पत्ति बारे जे हामी मिलेर नेपाली कङ्ग्रेसको ऐतिहासिक दस्तावेजहरूको संशोधन गरेर पुस्तक निकालेका छौँ। त्यो पुस्तक निकाल्दाखेरि हामीलाई के थाहा भयो भने मुक्ति सेनाको पूर्वाञ्चल, त्यो बेलाको पूर्वाञ्चल भनिएको यो खास गरी किरात प्रदेश, यो ठाउँको आधाभन्दा बढी त्यो बेलाको मुक्ति सेनाको त्यतिखेरको कमान्डर गरेका मानिसहरू सबै लिम्बू समुदाय थिए। यसले पनि तपाईँको 2007 सालको जनक्रान्तिमा कति ठुलो योगदान दिएको अघि नै छोरी चौरको घटनाको बारेमा चर्चा भइसकेको छ। 27 सालदेखि 32 सालसम्मको विभिन्न आह्वानमा भएको सशस्त्र क्रान्तिको बेलामा पनि दुईटा केन्द्र बनाइयो, एउटा झापा एउटा फुलफुला। खास गरी झापाको केन्द्रको कमान्ड सम्हाल्ने, राजनीतिक कमान्ड सम्हाल्ने विक्रममा, तब फिल्डको कमान्ड सम्हाल्ने त्यसको विक्रममा। त्यसरी हामीले हेऱ्यौँ भनेदेखि त्यो बेला पनि धेरै ठुलो योगदान सशस्त्र क्रान्तिको बेलामा थियो। सशस्त्र क्रान्तिपछि 36 सालको जनगणना सङ्घर्ष, 40 सालमा आन्दोलन, त्यस पछाडिको आन्दोलनको बारेमा त हामी धेरै नामहरू चिन्दछौँ, जान्दछौँ, हाम्रै बिचमा कुरामा हुन्छ। 2062-63 आन्दोलनको बारेमा चर्चा गरिराख्नु पऱ्यो। त्यस कारणले गर्दा नेपाली कङ्ग्रेस पार्टी लिम्बू समुदायसँग म कृतज्ञता आभार शब्द भन्दिनँ, किनकि यो हामी सबैको हो। हामी यसको अभिन्न, यो समुदाय यसको अभिन्न अङ्ग हो। यो पार्टीको स्थापनाको बेलामा हामीले बिपी गोर्खालाई तस्बिरबाट त्यहाँ राख्यौँ भने पनि त्यो बिपी गोर्खा मात्र होइन, त्यो बिपी गोर्खा त्यहाँ राजमा पनि छ, त्यहाँभित्र राई पनि छ, त्यहाँभित्र मगर पनि छ, त्यहाँभित्र दलित पनि छ, त्यहाँभित्र मधेसी पनि छ। खालि एउटा त्यो एउटा चित्र, एउटा प्रतिबिम्ब मात्र। काङ्ग्रेस पार्टी नै यसरी बन्यो। काङ्ग्रेस पार्टी यसरी बन्ने क्रममा भारतबाट यो समुदायको धेरै ठुलो योगदान भयो। नेपालको प्रजातान्त्रिक आन्दोलन धेरै ठुलो योगदान भयो। म यसका निम्ति सबै अवगत सुन्न चाहन्छु। आफ्नो जन विश्लेषणप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। 62-63 को आन्दोलन एउटा राजनीतिक परिवर्तनको निम्ति आन्दोलनको श्रृङ्खलाको आन्दोलन थियो, तर त्यति मात्र थियो। यसले नेपालको आन्दोलनमा एउटा नयाँ आयाम थप। हामीले 62-63 भन्दा अगाडिसम्म के मान्यता राख्यौँ भने प्रजातान्त्रिक व्यवस्थाभित्र नागरिकले राजनीतिक अधिकार प्राप्त गर्यो भने त्यो नागरिक अधिकारबाट स्वतः अन्य अधिकारलाई स्थापित हुँदै जानेछन् भन्ने मान्यता राख्यो। तर 46 सालको परिवर्तन पछाडिको अनुभव, नेपालभित्र भएका थुप्रै आन्दोलनहरू, यहाँभित्र भएका विद्रोहहरू, हाम्रो आफ्नै पार्टीभित्रको छलफल, बौद्धिक बहस, यो सबै कुराको अनुभवले हामीले एउटा निष्कर्षमा पुर्यायो कि नेपाल जस्तो विविधता भएको देशमा प्रजातन्त्र अनिवार्य स्तर हो, तर पर्याप्त हो। यो नेसेसरी कन्डिसन हो,
तर सफिसिएन्ट प्रजातन्त्र नभइकन अरू कहीँ पनि प्रवेश गर्न सकिन्न। तर प्रजातन्त्र छ अर्थात् राजनीतिक अधिकार छ, त्यस कारणले गर्दा सबै कुरो भन्ने हुँदो रहेको छ। हाम्रो यहाँनिर विविधता छ, अर्थात् हामी फरक फरक समुदायका छौँ, भाषाका छौँ, जातिका छौँ, धर्मका छौँ। त्यस कारणले गर्दा हाम्रा सन्दर्भमा राजनीतिक अधिकार मात्रै काफी हुँदो रहेको छ। एउटा अनुभव दिने पर्यो। दोस्रो अनुभवले के गर्यो भने नेपालमा ऐतिहासिक कारणले गर्दा, संरचनागत कारणले गर्दा हाम्रा बिचमा थुप्रै असमानताहरू छन्। त्यसैले संविधानमा वा कानुनमा समान अधिकार लेखेर मात्र नहुँदो छ, किनकि असमानहरूको बिचमा समान अधिकारले समान प्रतिफल दिँदो रहेछ, समानता दिँदो रहेछ। जब महिला र पुरुषको बिचको ऐतिहासिक कारणले गर्दा यत्रो विभेद छ भने महिला र पुरुष बराबर भनेर मंच बनायो भने हामी पुरुष मात्र बढी गएको छौँ। त्यो स्वतः त्यो अधिकार स्थापित नहुँदो रहेछ। त्यसैले असमान भएको ठाउँमा समानता प्राप्त गर्नका निम्ति केही टुल्सहरू प्रयोग गर्नुपर्ने छ। हामीले समावेशीकरण भन्यौँ, समानुपातिक व्यक्तित्वहरू भन्यौँ। त्यो सबै कुराको उद्देश्य भनेको हामीले समाजमा सबैलाई समान हक दिन खोज्यौँ। यो कुरालाई हामीले स्वीकार गर्यौँ। हामीले तेस्रो कुरा के स्वीकार गर्यौँ भने नेपाल भनेर जब हामी भन्छौँ, त्यो नेपाल भन्ने जब हाम्रो इमेजिनेसन हो नि त, देश भनेको त आखिर एउटा कल्पना पनि हो। हामीसँग एउटा भूगोल छ, त्यो भूगोल नेपाल भनेर हामी आँखा चिनेर सहयोग हुँदछौँ। हामी एउटा नेपाल, हामी एउटै माला नेपाली भनेर हामी सबै एकचोटि सम्झौँ भनेदेखि भने सिङ्गो देश हाम्रो एउटा कल्पना हुन्छ, एउटा बिम्ब हुन्छ। त्यो कल्पनाभित्र नेपाल भनेर भन्न साथै हामीले के मान्नुपर्दो रहेछ भने हामी यहाँनिर थरीथरीका छौँ, फरक फरक भाषाका छौँ, फरक फरक जातिका छौँ, फरक फरक सम्प्रदायका समुदायका छौँ, फरक फरक संस्कृतिका छौँ र यो सबै मिलेर मात्रै नेपाल बन्नेछ। नेपाललाई यसलाई यो सबैको समष्टिको रूपमा मात्रै नेपाल। मैले भनेका कुराहरू केवल हामीले सिकेको मात्र होइन, अघि नै मिन स्कलरले चर्चा गर्नुभएको सचेततापूर्वक हामीले संविधानमा लेखेको पनि हो। त्यसैले हामीले हाम्रो संविधान पल्टाएर हेऱ्यौँ भने हामीले संविधानमा राष्ट्रको परिभाषा गरेका छौँ। हामी त्यही भन्छौँ, जाति, भाषा, धर्म, संस्कृति सबैको समष्टिगत रूप नै नेपालमा भन्ने कुरालाई हामीले स्वीकार गर्छौँ। ६५-६३ भन्दा अगाडि थियो, ६५-६३ भन्दा अगाडि यसलाई हामी मान्दैनौँ भन्ने हो। यसलाई हामी कसरी लिइरहेका थियौँ भने यो स्वतः खोज भनेर लिएका थियौँ। तर हाम्रो अनुभवले के सिकायो, यो स्वतः प्राप्त हुँदो रहेको छ भन्ने कुरा हामी थाहा पायौँ, सिक्यौँ। त्यसको आधारमा हामी एउटा नयाँ निष्कर्षमा पुग्यौँ। यही निष्कर्षको आधारमा हामीले नयाँ संविधान बनायौँ, जुन संविधानको व्यवस्थाभित्र हामी छौँ। यो संविधान ल्याउने क्रममा पनि नेपालको लिम्बू समुदायको ठुलो योगदान छ। हामी सबैको योगदानमा हाम्रो संविधान निर्माण भएको छ। यही संवैधानिक व्यवस्थालाई हामी अगाडि लिएर जान चाहन्छौँ। नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट आज तपाईँले ठुलो कुरा भन्नुभएको छ, पार्टीसँगको जोडिएर संविधान संशोधनका विषयमा पार्टीको कुरामा सचेत रहनुपर्छ लगायतका थुप्रै विषयहरूमा तपाईँले पार्टीको ध्यानकर्षण गराउनुपर्छ। अब नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट खास गरेर लिम्बूसम्म आबद्ध हुनुभएको साथीहरूले यो समुदायको बिचमा के कुराहरू लगियोस् भन्ने हाम्रो आशा छ, चाहना छ। छोटकरीको त्यो कुराहरू राख्छु र आफ्नो कुरा बुझ्छु। आज समयको पनि दबाव छ। नेपाली काङ्ग्रेस पार्टीले संविधान निर्माण गर्ने कामको नेतृत्व गर्यो। आज हामीसँग संघीय लोकतान्त्रिक गणतन्त्र संविधान छ। त्यही संविधान, यो संविधानको कसैले विकल्प खोज्ने कुरा कसैले कल्पना नगरेको छ। यही संविधान हो, यही व्यवस्था। त्यसका बारेमा म अहिले छोटकरीमा चर्चा गर्छु। तर यो संविधानको यात्रा त निरन्तर रूपमा भइरहेको छ। हामी भन्छौँ संविधानको अक्षरलाई जीवन दिने काम भनेको त्यो संविधानभित्र रहेर काम गर्ने पात्रहरूको, त्यो भित्र काम गर्ने ती पात्रहरूको तिनका कर्मले संविधानको अक्षरलाई जीवन दिन्छ, त्यसलाई रङ दिन्छ, संविधानको अक्षरलाई अर्थ दिन्छ। त्यो हाम्रो कामबाट दिँदै जाने गर्दै जाने एउटा निरन्तरको यात्रा। तर यो संवैधानिक यात्रामा नेपाली काङ्ग्रेसको अबको लक्ष्य के हो, अबको सपना के हो? हामी तल समुदायमा हाम्रा यी कुराहरू मैले गरिदिनु सुनाउन चाहन्छु। नेपाली काङ्ग्रेसको अबको लक्ष्य समुन्नत नेपाल। हेर्दा एउटा शब्द राम्रो लाग्छ, समुन्नत नेपाल। तपाईँले ठाउँ ठाउँमा नेताहरूले भाषण गर्दै गर्दा समृद्ध नेपाल भनेको सुन्नुभएको छ। तर नेपाली काङ्ग्रेस पार्टीले आफ्नो घोषणापत्रमा किन नेपाललाई समृद्ध बनाउँछु भनेन, किन नेपाललाई समुन्नत बनाउँछु भने, किन काङ्ग्रेसले पारित गरेको आफ्ना दस्तावेजहरूमा समुन्नत बनाउँछु भनेर भनेको छ।
काङ्ग्रेसको स्थानीय सरकारको घोषणापत्रमा हामीले नेपाललाई समुन्नत बनाउने भनेर भन्यो। किन समृद्ध बनाउने भनेर भन्यो? यसको फरक के हो? काङ्ग्रेसका कार्यकर्ताले यो कुरालाई बुझ्न आवश्यक छ। म आग्रह गर्न चाहन्छु। आज हामी 2082 सालमा छौँ। 2082 सालभन्दा 2092 साल समृद्ध भयो भनेर भन्नु पर्यो भने तपाईँले एक्लै सोच्नुभयो भने के देख्यो भने पनि समृद्ध भयो। हाम्रो अहिलेको भन्दा सम्पत्ति बढ्यो, हाम्रो अहिलेको भन्दा पूर्वाधार बढ्यो, हाम्रो जीवनस्तर अहिलेको भन्दा माथि उठ्यो। अहिले हामी 4 दिनको बाटो बनाउँदैछौँ, 4 दिनको बाटो बन्यौँ, हामी निजगढ एयरपोर्ट बनाउँदैछौँ, एयरपोर्ट बन्यौँ, हामी रेलवे ल्याउने भन्दैछौँ, रेलवे बन्यौँ, सबै कुराहरू बन्यो। 10 वर्षमा हामी अहिलेभन्दा माथि गयौँ, हाम्रो आम्दानी बढ्यो, हामी समृद्ध भयौँ। त्यो समृद्धिको स्केल, समृद्धिको मानक, समृद्धिको मापन तर नेपाली काङ्ग्रेसले खोजेको यो समृद्धि होइन। नेपाली काङ्ग्रेसले खोजेको समुन्नति। समुन्नतिको पहिलो शर्त के हो? समुन्नतिको पहिलो शर्त नेपालभित्र हामी जति थरीका मानिसहरू छौँ त्यो 10 वर्षपछि नेपाल समृद्ध हुँदै गर्दा सबै थरीका मानिसले बराबर समृद्ध भएको अनुभव गर्न आउनुपर्छ। यसको पहिलो शर्त नेपालभित्र भएका विभेदहरू हट्दै जानुपर्छ। दोस्रो शर्त यो बिचमा हवाईजहाज आयो, यो बिचमा हवाईजहाजका ठुल्ठुलो अड्डा भयो, यो बिचमा तपाईँले मेरो सम्पत्ति बढ्यो अर्थात् तपाईँहरू बढी सम्पन्न भयो जुन हुनैपर्छ त्योलाई मात्रै हामी समुन्नति भन्छौँ। त्यसैले समृद्धि र समुन्नतिको डिफरेन्स यो फरक हो। त्यसैले म पार्टीको साथीहरूलाई आग्रह गर्न चाहन्छु तल्लो तहसम्म नेपाली काङ्ग्रेसको यो लक्ष्यको कुरा तपाईँहरूले हामीले पुर्याइदिनुपर्छ। अनि बल्ल हामी को हौँ, हामी को अरूभन्दा फरक के कुरा छौँ भने यी मान्यताहरू स्थापित हुन्छ। यो समुन्नत नेपालको लक्ष्य पुरा गर्नका निम्ति नेपाली काङ्ग्रेसको माध्यम के हो? नेपाली काङ्ग्रेसको माध्यम यही संविधान, यही व्यवस्था। कुनै बेला नेपाली काङ्ग्रेसले के भन्थ्यो? संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक परिवर्तन गरेर न्यायपूर्ण समाज निर्माण गर्ने नेपाली काङ्ग्रेसको लक्ष्य हो भनेर काङ्ग्रेसको विधानमा लेखिएको थियो। अहिले हामी के भन्छौँ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट सबै नेपालीलाई बराबर हक अधिकार दिँदै, सबै नेपालीलाई सम्मानित बनाउँदै नेपाललाई समुन्नत बनाउन हाम्रो लक्ष्य हो भनेर भन्छ। अर्थात् माध्यम के हो? माध्यम सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो। गणतन्त्र हुन साथै हाम्रो चिन्तनमा के आउँछ? राजा राख्ने, राजा राख्ने भन्ने आउँछ। म त सबै साथीलाई अनुरोध गर्छु यो हामीले विदा गरिसकेको राजाका बारेमा धेरै चर्चा पनि नगर्नु। त्यो धेरै महत्त्व दिन आवश्यकै छैन। राजा ल्याउँछु भनेर हिँडेका साथीभाइले थाकेर घर फर्किसके। अब यिनका बारेमा धेरै चर्चा गरेर हाम्रो के पनि अर्थ पनि छैन। किनकि नेपालका सन्दर्भमा हाम्रो अनुभवले के सिकाएको छ? नेपालको राज संस्था कसैले पनि संवैधानिक बनाएर बन्दैन। मैले त भनेको छु यदि अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेको जस्तो मान्नुहोस् नेपालको राज संस्था फर्क गऱ्यो, त्यो नेपालको राज संस्था फर्केर संवैधानिक बनाउँछु भनेर नारायणमा राख्यो भने 1 महिना नपुग्दा अहिले आन्दोलन गरेर आधा मान्छेलाई छोडिने भने त्यो गर्नु। यसको क्यारेक्टर के? यसको क्यारेक्टर नै यो संवैधानिक बन्नु। यसले विगत 8 वर्ष झारखण्डमा छोड्यो। यसको क्यारेक्टर नेपालको राज संस्था संवैधानिक बन्दैन। त्यो निष्कर्षका साथमा काङ्ग्रेसले एउटा हिस्टोरिकल निष्कर्ष निकालेर विदा गरेको सक्यो। यो चाहिँ आफ्नो क्लोज हो। गणतन्त्रको बारेमा चर्चा गर्दै गर्दा राजा छैन, राष्ट्रपति छ, त्यस कारण गणतन्त्र होइन। गणतन्त्र भनेको कल्चर, गणतन्त्र भनेको संस्कृति, गणतान्त्रिक संस्कृतिको यसले एउटा नागरिकबाट अपेक्षा गर्ने कुरा के हो? यसले एउटा नागरिकबाट अपेक्षा गर्ने कुरा भनेको यसले पहिलो जसको बारेमा मैले चर्चा गरेँ कि यसले समाजभित्र भएको विविधतालाई यदि कसैले स्वीकार गर्छ र त्यो विविधतामा सम्मान पनि गर्छ भने बल्ल त्योसँग गणतान्त्रिक चेतना छ। मसँग गणतान्त्रिक चेतना छ, म काङ्ग्रेसको कार्यकर्ता हो। त्यस कारणले गर्दा मेरो जाति छ, मेरो भाषा छ, म एउटा धर्मको अभ्यास गर्छु। मलाई त्यो कुरामा मेरो आफ्नो धर्म, मेरो भाषा, मेरो जाति त्यो कुरामा म सन्तुष्ट छु। तर म यो भन्ने गर्दा के मान्दछु भने मसँगै सँगै बस्ने साथीको अर्को भाषा छ, अर्को धर्मको अभ्यास गर्छ, अर्को जातिको छ, अर्को समुदायको छ, मैले उसको स्पेस र मेरो स्पेस बराबर छ भने ठान्नुपर्छ। नेपाल कुनै एउटा जातिको होइन, कुनै एउटा धर्मको होइन, कुनै एउटा भाषाको होइन। सबै जाति, सबै भाषा, सबै धर्म सबैको बराबर नेपाल। र नेपाल राज्यको धर्म भनेको त्यही नेपाल
नेपाली राज्यको धर्म भनेकै सबै जाति सबै भाषा सबैसँग बराबर व्यवहार गर्नु, सबै धर्मसँग बराबर व्यवहार गर्नु, सबैलाई न्याय गर्नु, विवेक पुर्याउनु नेपाली राज्यको धर्म। यो गणतान्त्रिक चेतनाका आधारमा हामीले नेपाली राज्यको बारेमा यो धारणा बनाउँछौँ, समाजको बारेमा यो धारणा बनाउँछौँ। हामी गैर दलित मान्छेहरू सार्वजनिक मञ्चमा आएर दलितको पक्षमा बोल्छौँ, तर त्यो गैर दलित मान्छे मान्दामा एउटा कोठामा भनौँ भने त्यो प्राइभेट डोमेनमा छिरिसकेपछि यदि हामी दलितका सन्दर्भमा त्यो सम्मान नगरिकन बोल्छौँ, बोल्ने भनेको कुरा के हो, बोल्ने भनेको मनको कुरा, त्यो मनको कुरा पोख्छौँ भने त्यो गणतान्त्रिक चेतना हो। त्यो पटक्कै हामी 4 जना पुरुष सार्वजनिक मञ्चमा आएर महिलाको बारेमा बोल्छौँ, तर 4 जना पुरुष एउटा बन्द कोठाभित्र बसिसकेपछि महिलाका सन्दर्भमा चाहिँ उसका बारेमा उसलाई इन्फेरियर मान्छौँ, सेकेन्डरी मान्छौँ, दोस्रो दर्जाको मान्छौँ भने त्यो गणतान्त्रिक चेतना होइन। हामी म एउटा भाषाको छु, म एउटा धर्मको छु, म एउटा जातिको छु, सार्वजनिक मञ्चमा म सबै बराबर भनेर भन्छु, तर प्राइभेट डोमेनमा काङ्ग्रेस बस्दै गर्दाखेरि म मेरो जाति मेरो भाषा श्रेष्ठ भन्ने मान्दछु भने त्यो गणतान्त्रिक चेतना होइन। त्यो गणतान्त्रिक चेतना आजको नेपालको नेतृत्वबाट गएको छ। त्यो गणतान्त्रिक चेतना नेपाली कङ्ग्रेस तल्लो तहसम्म लिएर जान चाहन्छ। हामी राजाका थोत्रै कुरामा अल्मलिएर बस्न चाहँदैन। हामी गाउँ गाउँमा टोल टोलमा खास गरिकन नौजवानहरू नयाँ पुस्ताका साथले 65-63 पछि जन्मिएका केटाकेटीहरूमा ती युवक साथीहरूमा तिनीहरूका बिचमा संवाद गर्न चाहन्छ, उनीहरूलाई कुरा बुझाउन चाहन्छ, उनीहरूलाई भन्न चाहन्छ नेपालमा राज संस्था हुनु वा नहुनु हो, नेपालमा गणतन्त्र हुनु र नहुनुको फरक के हो। कुनै एउटा व्यक्ति, कुनै एउटा परिवार, कुनै एउटा वंश, कुनै एउटा जात, कुनै एउटा जात, कुनै एउटा लिङ्ग, कुनै एउटा भाषा, कुनै एउटा धर्म, कुनै एउटा समुदाय नेपालको एकताको प्रतीक असम्भव। नेपालका सबै जाति भाषा सबै धर्म सबै संस्कृति बराबर भएको नेपालको एकताको प्रतीक भनेको हाम्रो एकता हो। त्यो मान्यताका साथमा हामीले गणतन्त्रमा पदार्पण गऱ्यौँ। यो राजनीतिक क्षेत्र हामी तल्लो तहसम्म लिएर जान चाहन्छौँ। लोकतान्त्रिक गणतन्त्रको अर्को महत्त्वपूर्ण कुरा भनेको डेमोक्रेसी। डेमोक्रेसीको अर्थ 5 वर्षमा चुनाव हामीले चुनावबाट जितेर आएर कोही मन्त्री प्रधानमन्त्री बन्ने मात्र होइन। डेमोक्रेसीको प्रजातन्त्रको फन्डामेन्टल कुरा भनेको विधिको शासन हो, कानुनको शासन हो। त्यो विधिको शासनको अर्थ के हो फेरि? विधिको शासनको अर्थ विधिको माथि कोही छैन, विधिभन्दा ठुलो कोही छैन। सबै कुरा प्रधानमन्त्री होस्, राष्ट्रपति होस्, शक्तिशाली होस्, सत्तामा भएको मान्छे होस् वा भिडले मन पराएको मान्छे होस्, सबैजनालाई कानुनले बाँड्दछ। त्यो कानुन आम नागरिकको सहभागिता बनाइएको हुन्छ, यसमा हामी विश्वास गर्दछौँ। सङ्घीयता चर्चा भइसकेको छ, आज मसँग समय भएर यति मात्रै भन्छु। यो सङ्घीयताको विकल्प खोज्ने बारेमा कसैले सोच्नु भएको छ, काङ्ग्रेस साथी सोच्नु भएको छ भने म विनम्रताको आग्रह गर्छु कि सोचका दोकानहरू बन्द गर्नुहोस्। यो सङ्घीयता कसैको दबावमा हामीले ल्याएको होइन। सङ्घीयताको बारेमा सबैभन्दा पहिला प्रदेश भन्ने शब्दको उच्चारण गरेर आफ्नो दस्तावेजमा लेख्ने प्रस्ताव गर्ने पहिलो राजनीतिज्ञ नरहरि आचार्य र तत्कालीन नेपाली कङ्ग्रेस पार्टीको दस्तावेजमा पहिलोपटक अब नेपालमा प्रदेश बनाउनुपर्छ भनेर लेखिएको नेपालको राजनीतिक दस्तावेजमा पहिलोपटक सङ्घीयता भनेर लेख्ने पार्टी त्यो बेलामा हामी 2टा भयो। त्यो बेलाको नेपाली कङ्ग्रेस प्रजातान्त्रिक हो, जसले आफ्नो अधिवेशनबाट सङ्घीयता पारित गर्यो। जतिखेर 62-63को आन्दोलन भएकै थिएन, मधेसको दल जन्मेकै थिएन। त्यसै बेलामा काङ्ग्रेस नेताहरू के भनिनुहुन्छ भने यो मधेसको दलले मोकाइदियो, यो जनजाति आन्दोलनले मोकाइदियो, के पनि थिएन। त्यो बेला के भएकै थिएन। तर त्यो बेलामा हाम्रो अनुभवबाट एउटा निष्कर्ष हामीले निकालेको हो कि नेपालमा अब हामी प्रदेशहरू बनाउँछौँ। किन बनाउँछौँ? किनकि सबै अधिकार काठमाडौँमा मात्र केन्द्रित भयो। काठमाडौँमा केन्द्रित भएको भूगोलको अधिकार एउटा जातिमा एउटा भाषा, एउटा जात, एउटा भाषा, एउटा समूहले प्राप्त गरेको श्रेष्ठता, यो सबैलाई विकसन गरेर सबैलाई बराबर बनाउनका निम्ति बहुकेन्द्र बनाउनु। त्यो बहुकेन्द्र बनाउनका निम्ति सङ्घीयताको बाटो जानुपर्छ भनेर हामीले रोजेको। यसको अर्थ ठिक नगरी चलेको छ, पटक्कै चलेको छैन। यस्तो सङ्घीयता भनेको पटक्कै होइन, पटक्कै होइन। यसलाई बदल्नुपर्छ, यसलाई सम्हाल्नुपर्छ। तर सम्हाल्ने काम कसको? सम्हाल्ने काम हाम्रो। त्यसले नेपाली कङ्ग्रेस पार्टीको तर्फबाट म लिम्बू समुदाय अध्यक्षज्यू मार्फत सबै तलका लिम्बू समुदायका साथीहरूले कुरा पुर्याइन आग्रह गर्छु। नेपाली कङ्ग्रेसले नेतृत्व गर्छ, यो संविधानमा केही कुरा संशोधन गर्छ। हामी नेकपा एमालेसँग संवाद गर्छौँ, माओवादीसँग गर्छौँ, अरू पार्टीहरूसँग गर्छौँ, समुदायसँग गर्छौँ, सबैसँग
संविधानका आधारको कुराहरू केही पनि बदलेछन्, किनकि कसैले हामीलाई सिकाएर लेखेको होइन, बेहोसीमा लेखेको पनि होइन। सचेततापूर्वक हाम्रो अनुभवले हामीले ठाउँमा पुर्यायो। नेपाली कानुनको सिद्धान्तले हामीलाई मार्गदर्शन गर्यो। नेपाली समाजवादको हाम्रो दृष्टिकोणको साथमा हामीले निर्माण गर्यो। नेपालको विविधता, जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतालाई सम्बोधन गर्ने गरिकन बनाइएको संविधानका एउटा धारा पनि चल्दैन। एउटा मर्म तलमाथि चल्दैन। समावेशिता, समानुपातिक प्रतित्वको बारेमा चल्छ कि भन्ने संशय पार्टीकै नेताले राख्नु म आग्रह गर्न चाहन्छु। कसैले चलाएर चल्दैन। त्यसमा हामी के गर्न चाहन्छौँ? हामी हाम्रो अनुभवले सिकाएका केही कुराहरूमा काम गर्न चाहन्छौँ। हाम्रो सरकार एकदमै भद्दा भयो। यति धेरै जनप्रतिनिधि चाहिन्छ कि चाहिँदैन? यत्रो ठुलो सङ्घ, यत्रो ठुलो प्रदेश चाहिन्छ कि चाहिँदैन? सङ्घमा 25वटा मन्त्रालय चाहिन्छ कि चाहिँदैन? सङ्घमा मेरो प्रस्ताव सुन्ने हो भने म सङ्घमा 10वटा मन्त्रालय भएको सङ्घको अधिकारबाट थोरै बनाउनुपर्छ भनेर भन्छु। सङ्घले मन्दिरको चाहिँ खाना नहुने पैसा आएको छ। अहिले यसपालि पनि बजेट हामीले आखिरमा 2 करोड 3 करोड बजेट भनेर भन्यो। 10 लाखको बजेट हालेको छ, 15 लाखको बजेट। त्यो सङ्घले वडा हो, वडाले गर्ने काम गरेर सङ्घले गरेको। सङ्घको ओरिएन्टेसनै भएर सङ्घले आफूसँग मुठी कसेर राखेको छ। सङ्घले मुठी कसेर राखेका कुरालाई प्रदेशमा लिएर जानुपर्छ। प्रदेशका थुप्रै कुराहरूलाई स्थानीय सरकारले लिएर जानुपर्छ। स्थानीय सरकारलाई थप बलियो बनाउने, प्रदेशलाई थप बलियो बनाउने, थप जिम्मेवार बनाउने। प्रदेशमा पनि धेरै मन्त्रालयहरू चाहिँदैन, अर्थात् हाम्रो साइज घटाउनु पर्यो। एउटा राजनीतिक दलले लोकप्रिय मत प्राप्त गर्दै गर्दाखेरि 5 वर्षका निम्ति एकल सरकार चलाउन सक्ने अवस्था कसरी निर्माण गर्न सकियो? केसँग कम्प्रोमाइज नगरिकन, समानुपातिक प्रतित्वसँग कम्प्रोमाइज नगरिकन, सम्झौता नगरिकन, समावेशी प्रतित्वसँग सम्झौता नगरिकन अहिलेको भन्दा पनि बढी प्रतित्व गराएर के त्यस्तो तरिका होला कि 84 सालमा हाम्रो पार्टी नेपाली कांग्रेस पार्टीले पार्टीभित्र बृहत्तर एकता बनाएर देशभरि गएर 5 वर्ष हामीलाई सरकार चलाउन दियो, हामी नेपालले यो ठाउँमा बनाउँछौँ भनेर भन्न सक्ने आधार कसरी बनाउन सकियो? छलफल बहस गर्छ। यो अनिवार्य गर्दा हामी एकदम प्रष्ट हुन आवश्यक छ। नेपाली कांग्रेस पार्टी आज चर्चा भयो पार्टीको स्थापनाको बेला यो पार्टी राई, लिम्बू, मगर, दलित, आदिवासी, मुस्लिम, थारू सबैको योगदान छ। यहाँबाट निर्माण गराएको पार्टी यो पार्टीको जुन राजनीतिक चेतना यसले जसरी विकास गर्यो, हामी कहाँनिर गएर विकास गर्न हाम्रो रोक्यो भने खास गरिकन 46-47 सालको परिवर्तन पछाडि त्यसलाई जुन गतिमा हामीले बढाउनु पर्थ्यो हामी कहीँ न कहीँ गएर हामी छुट्यौँ। केही न केही कमजोरी भयो। ती कमजोरीहरूबाट पनि सिकेर हामी एउटा ठाउँमा पुगेका छौँ। यसका आधारमा हामी अगाडि बढ्न चाहन्छौँ। हामी सबैलाई समाजले लिएर जान चाहन्छौँ। तर यो भन्दै गर्दा काङ्ग्रेसका साथीहरू प्रष्ट हुन आवश्यक छ। म आग्रह गर्छु लिम्बू सङ्घर्षलाई पनि तल हाम्रो कुरा पुर्याइदिनुपर्छ। नेपालमा एउटा राजनीतिक प्रवृत्ति छ, त्यो राजनीतिक प्रवृत्ति निषेधको प्रवृत्ति छ। त्यो निषेधकारी छ। त्यसमा अहिले पनि त्यो एकल जातीय वर्चस्ववादी चिन्तन हावी छ। त्यसले मौका पाउन साथै त्यो चिन्तनबाट घर गरिहाल्छ। एउटा निषेधकारी प्रवृत्ति छ, एउटा उत्तेजनाकारी प्रवृत्ति छ। त्यसले मौका पाउन साथै त्यो कहिले दौरा सुरुवाल लगाएर आउँछ, कहिले त्यो धोती लगाएर आउँछ। त्यो जुन ठाउँमा जस्तो देख्यो ठाउँ अनुसारको चटक गर्छ। त्यो उत्तेजनाकारी पार्टी छ, प्रवृत्ति छ। म पार्टीलाई पनि दोष दिन्छु। नेपाली कांग्रेस पार्टीको दुइटै होइन। नेपाली कांग्रेस पार्टी उत्तेजनाको राजनीति गर्दैन। नेपाली कांग्रेस पार्टीले उत्तेजनाको व्यापार गर्दैन। कहिलेकाहीँ हाम्रो भोट घट्छ, भोटका आधारमा त्यसको चिन्तनले हाम्रा आफ्ना आधारमा कुरा गर्ने छौँ। हामी समानमा चाहन्छौँ। हामी सबै जात जाति, सबै भाषा भाषीको अधिकारलाई स्थापित गर्न चाहन्छौँ। यसै कारणले गर्दा भीमबहादुर तामाङले नेतृत्व गर्नुभएको समितिभित्र पहिचान भेटिने, जातीय द्वन्द्व मेटिने भन्ने प्रस्ताव महेश आचार्यले गर्नुभएको कुरा म स्मरण गर्छु। जसमा हामी शिवराज तामाङले सीता गुरुङ हामी सबै बसेर काम गऱ्यौँ। हामीले लामो समय छलफल गरेर निष्कर्षमा पुगेको। हामी के चाहन्छौँ? अघि नामाकरणको कुरा, अघि नयाँ अधिकारको कुरा, हामी यहाँभित्र भएका सबै समुदायहरूको हक अधिकार स्थापित हुने गरिकन, चाहे त्यो सानो नाम राख्ने कुरा होला, चाहे कुनै एउटा कुनै संस्थाको बारेमा निर्णय गर्ने कुरा होला, यी सबै कुराहरूमा हामी कुनै उत्तेजनाको व्यापार पनि गर्दैनौँ। तर हामी कुनै सबै धर्म, भाषा, संस्कृतिका त्यसका आफ्ना मान्यताहरू छन्, त्यसका आफ्ना हकहरू छन्, त्यसका आफ्ना अभिलाषाहरू छन् भने त्यो कुराको सम्बोधन हुनुपर्छ भन्ने मान्यता राख्छौँ। त्यसका आधारमा सबैलाई मिलाएर लिएर जान चाहन्छौँ। नेपाली कांग्रेस पार्टी त्यस कारणले गर्दा आजको दिनमा नेपालको अभिभावक पार्टी पनि
आजको दिनमा राष्ट्रिय शक्ति पनि हो। त्यसले सबैलाई समाजले हेर्दा छ भने यो विषय तल्लो तहसम्म तपाईँलाई पुर्याइनुपर्छ। तपाईँहरूले तल्लो तहसम्म यो कुरा नपुर्याउँदै गर्दा कहिले हामी यसका ठुलो क्षति पुगेको छ, हाम्रो ताकत घटेको छ। हामी बाहिरबाट अनावश्यक रूपले कहिले काहीँ आलोचनाको शिकार हुने कुराको काङ्ग्रेसलाई डर भयो, तर अनावश्यक अभियोग र लान्छना काङ्ग्रेसले भोग्नु परेको छ। हाम्रा कुरा बुझाउन नसक्दै गर्दा, हाम्रा कुरा भन्न नसक्दै गर्दा काङ्ग्रेस सबैलाई मिलाउने ताकत भएको कारणले गर्दा काङ्ग्रेसको कुरा चर्को सुनिन्न। तर सबैले